Everyone in my this video. So today we are going to study about yes preposition. So first is introduction. So introduction, a preposition is a word that shows the relationship between a noun or pronoun and on the another word in the sentence. So preposition चाहिँ यस्तो word हो, यस्तो शब्द हो जसले चाहिँ रिलेसनशिप भेटाउँछ कोसँग त नाउन र प्रोनाउनसँग अर कुनै पनि शब्दसँग जुन वाक्यमा हुन्छ। ओके, सो हामीले सिम्पली बुझ्यौ प्रिपोजिसन भनेको चाहिँ के हो? प्रिपोजिसन भनेको चाहिँ एउटा यस्तो शब्द हो जसले चाहिँ रिलेसनशिप भेटाउँछ कोसँग छ त? नाउन र प्रोनाउन भनेको नाम र विशेषणसँग। सो इट युजुअली टेल अस अबाउट प्लेस, टाइम अर डाइरेक्सन। प्रिपोजिसनमा चाहिँ हामीले युजुअली के हेराउँछ भने प्लेस, ठाउँ, टाइम, समय, डाइरेक्सन, दिशा। ओके, सो नेक्स्ट टपिक मैले प्रिपोजिसनको टाइप्सहरु जान्नुभन्दा अगाडि सो मैले यहाँ के लेखेको छु त्यो पहिला हेरौँ है। सो देयर इज अ क्याट, दिस इज अ चेयर। यस, देयर इज अ क्याट, त्यता बिरालो छ, त्यो चाहिँ कुर्सी हो। सो देयर इज अ टु सेन्टेन्स, यसमा चाहिँ दुईटा वाक्यहरु छन्। सो अनि थर्डमा चाहिँ के हुन्छ? द क्याट इज अन्डर द चेयर। सो एउटै सेन्टेन्स, यो दुईटै सेन्टेन्सको अर्थ या भाग एउटै सेन्टेन्समा हाल्न सकेको छ। बट देयर इज अ डिफरेन्स, देयर इज अ two sentence but there is a one sentence including two sentence information. There is a cat, there is this is a chair. So the cat is under the chair. So यो दुईटै sentence लाई चाहिँ हामीले कसरी जोड्यो होला त? So there is a mid point. Yes, यसको कारण हामीले जोड्न सक्यौ। यसलाई चाहिँ के भनिन्छ हामीले? Preposition, yes, words। यो चाहिँ preposition words हो जसले नाउन र प्रोनाउनको, यो क्याट के हो? नाउन हो, बुझ्नुभयो? यो पनि नाउन हो। सो यो दुईटै नाउनलाई केले जोड्न सकेको छ त? प्रिपोजिसन वर्ड। सो हामीले पहिले नै हामीले पढेको छौं प्रिपोजिसन भनेको चाहिँ यस्तो शब्द हो जसले नाउन रिलेसनशिप राख्छ कोसँग? नाउन वा प्रोनाउनसँग। द क्याट इज अन्डर द चेयर, क्याट चाहिँ कहाँ रहेछ त? चेयरको मुनि रहेछ। सो फर्स्टमा के छ? त्यता केट, त्यता बिरालो छ। सेकेन्डमा दिस इज अ चेयर, त्यहाँ चाहिँ चेयर छ। बट इन द थर्ड क्वेशन द क्याट इज अन्डर द चेयर, क्याट चाहिँ कहाँ छ? चेयरको मुनि रहेछ। सो प्रिपोजिसन वर्ड भनेको चाहिँ नाउन वा प्रोनाउनसँग रिलेसनशिप राख्ने हो। सो नेक्स्ट टपिक प्लिज। हाम्रो थर्ड टपिकमा चाहिँ रहेछ टाइप्स अफ प्रिपोजिसन। प्रिपोजिसनको चाहिँ अब हामी प्रकारहरु हेर्न सक्छौं। फर्स्टमा छ प्रिपोजिसन अफ प्लेस, सेकेन्डमा प्रिपोजिसन अफ टाइम, थर्डमा प्रिपोजिसन अफ डाइरेक्सन एन्ड मुभमेन्ट। सो हामी यसलाई एउटा यसको डेफिनेसन सहित, यसको एक्जाम्पल सहित हामी बुझ्छौं है। ल प्लिज। यस, हामी टाइप्स अफ प्रिपोजिसनको फर्स्ट पार्ट्समा हेरौं। प्रिपोजिसन अफ प्लेस, फर्स्टमा चाहिँ प्रिपोजिसन अफ प्लेसमा हेरौं। यो प्रिपोजिसन अफ प्लेसमा चाहिँ के आउँछ भने सो वेयर समथिङ। यसमा चाहिँ सामानहरु कहाँ छ त? कुन ठाउँमा छ भनेर आउँछ है। र यसमा कुन युज हुन्छ त? प्रिपोजिसन वर्डहरु जस्तै इन, अन, अन्डर, ओभर, बिहाइन्ड, नेक्स्ट टु, बिट्विन, कता, कहाँ, बिचमा, छेउमा, यो हेराउँछ है। एक्जाम्पलको रूपमा हामी उदाहरणहरु हेरौं। द बुक इज अन द टेबल। सो मेरो समटाइम्स स्लिपिङ भइरहेछ वर्डहरु अलि, सो नट माइन्ड। द बुक इज अन द टेबल, बुक चाहिँ कहाँ छ? अन द टेबल, टेबलको माथि। द क्याट इज अन्डर द चेयर, क्याट कहाँ छ त? चेयरको मुनि। सो हामी चाहिँ के बुझ्यौं भने प्रिपोजिसन अफ प्लेस भनेको चाहिँ यसले चाहिँ के हेर्छ भने सामानहरु चाहिँ या वस्तुहरु कहाँ छन् त? तल छ कि माथि छ कि साइडमा छ कि त्यसको मुनि छ कि त्यसको भित्र छ कि त्यो हेर्छ है। सो नेक्स्ट टपिक प्लिज। टाइप्स अफ प्रिपोजिसन हेरौं। प्रिपोजिसन अफ टाइम, पार्ट्स टाइप्स पनि भन्छ प्रिपोजिसन अफ टाइम है, टाइम अनुसार हेर्छ। सो व्हेन समथिङ ह्यापेन्स, यसमा यो पार्ट्समा चाहिँ के भन्दैछ भने यो टाइप्समा चाहिँ के भनेको छ भने यो शब्दहरुले चाहिँ कहिले हुन्छ भन्ने कुरा बताएको। जस्तो एक्जाम्पलमा हेरौं। आई वेक अप एट 6 am, म कति बजे उठ्छु त? म 6 बजे उठ्छु। वी मीट अन मन्डे, हामी चाहिँ सोमबार भेटौं है, मन्डे भेटौं है। सो यसले चाहिँ टाइम बताउँछ है। प्रिपोजिसन चाहिँ यो प्रिपोजिसन शब्दले चाहिँ वर्डले चाहिँ के बताउँछ त? टाइम बताउँछ। ओके, थर्ड टपिक प्लिज। थर्ड टपिकमा रहेछ थर्ड पार्ट्समा प्रिपोजिसनको प्रिपोजिसन अफ डाइरेक्सन अफ मुभमेन्ट। सो यसमा चाहिँ के भन्यो? यो
पार्ट्स अर टाइप्समा चाहिँ के भन्न खोजेको छ प्रिपोजिसन वर्डले चाहिँ के गर्छ भने कुनै पनि अब्जेक्टको डाइरेक्सन र मुभमेन्ट पत्ता लगाउँछ भन्न सक्छ। जस्तो सो मुभमेन्ट अर डाइरेक्सन, यसले चाहिँ कुनै पनि अब्जेक्टको डाइरेक्सन र मुभमेन्ट हेराउँछ। जस्तै टु, इन्टु, अनटु, आउट अफ, फ्रम। इक्जाम्पलको अनुसार हेरौँ हामी, सी इज गोइङ टु स्कुल। ऊ कता गइरहेछ त? यस, यसले चाहिँ बताउँछ प्रिपोजिसन अफ डाइरेक्सन अफ मुभमेन्टले चाहिँ बताउँछ कुनै पनि अब्जेक्ट कहाँ गइरहेछ, कुन दिशामा गइरहेछ भनेर। सी इज गोइङ टु स्कुल, ऊ चाहिँ कहाँ गइरहेछ? स्कुलमा गइरहेको रहेछ। ही जम्प इन्टु द पुल, ऊ पानी हाम फाल्यो। कता हाम फाल्यो त? पुलमा। यस, यसले चाहिँ कुनै पनि यसले चाहिँ रिलेसनसिप राख्छ, प्रिपोजिसनले चाहिँ रिलेसनसिप राख्छ नाउन र प्रोनाउनसँग कुनै पनि सेन्टेन्समा। ओके, सो हामी नेक्स्ट टपिकमा जाउँ। हेर्न सक्नुहुन्छ थर्ड लिस्टमा के छ भने कमन प्रिपोजिसन लिस्ट। प्रिपोजिसनको कमन लिस्ट जुन चाहिँ हरेक कुनै न मतलब जुन डेली लाइफमा युज हुने सेन्टेन्सहरू छ त्यसमा युज हुन्छ है। जस्तो इन, अन्डर, अन, आउट, ओभर, बिहाइन्ड, नेक्स्ट टु, बिट्विन, टु, फ्रम, विथ, विदाउट, एबाउट, अफ, फर। सो नेक्स्ट टपिकमा आएछ एक्जाम्पल्स अफ सेन्टेन्स, जुन आधारमा हामीले प्रिपोजिसनको हामीले जस्ट हेऱ्यौँ होइन। जुन डेली लाइफमा युज हुने सेन्टेन्सहरूमा जुन प्रिपोजिसन वर्डहरू युज हुन्छ, जस्तै इन, टु, फर, हामीले जुन पढ्यौँ त्यो अनुसार होइन हामीले सेन्टेन्सहरू के सेन्टेन्सहरू बनाएको छ त्यो सेन्टेन्स हामी हेरौँ त। द पेन इज इन द ब्याग। सो यसले दुईटा सेन्टेन्सलाई द पेन र द ब्यागलाई जोडेको छ हो, दुईटा वर्डलाई जोडेर एउटा सेन्टेन्स बनाएको छ। सो सेकेन्डमा हेरौँ, द सी सेट नेक्स्ट टु हर फ्रेन्ड। सो यसमा चाहिँ टुले जोडेको छ यो दुईटा सेन्टेन्सलाई। थर्डमा हेरौँ, वी विल गो टु द पार्क। हामी चाहिँ कहाँ जाउँ? हामी चाहिँ पार्कमा जाउँ। यस, दुईटा सेन्टेन्सले जाउँ। हामी वी विल गो, हामी जाउँ कता जाउँ त? पार्कमा जाउँ हो। यसले जोडेको छ, यो टुले जोडेको छ हो। कुनै पनि यस्तो वर्ड जसले नाउन र प्रोनाउनसँग रिलेसनसिप राख्छ त्यसलाई नै हामी प्रिपोजिसन वर्ड भन्छौँ वा प्रिपोजिसन भन्छौँ। सो लास्टमा हेरौँ, दिस गिफ्ट इज फर यु। यो गिफ्ट चाहिँ कसको लागि हो त? तिम्रो लागि। यो जोडेको छ। ओके, यस, आजको लागि यति नै। तपाईँले प्रिपोजिसनको बारेमा केही न केही पक्कै बुझ्नु भएको होला भन्ने आशा राख्दछु र आउने दिनहरूमा पनि यस्तै भिडियोहरू आइराख्नेछ। त्यसैको लागि यो च्यानललाई लाइक सब्सक्राइब गरेर बस्नु होला। सो लास्ट, तपाईँहरूलाई कुनै पनि प्रब्लम या कुनै पनि टपिकमा डाउट हुन्छ भने प्लिज कमेन्ट, प्लिज तपाईँको कमेन्ट एकदम खुल्ला छ, तपाईँले गर्न सक्नुहुन्छ। म डेली चेक गरिरहनेछु। सो आजको लागि यतिकै। थ्याङ्क यू एभ्रिवान।